पूर्वको श्रमदाता गएर अहिले दार्चुला दुम्लिकमा त्यहाँको झोलुङ्गे पुलको लागि श्रम गरिराख्नु भएको छ पूर्वबाट र पूर्व र पश्चिम जोड्न सक्ने होइन नेपाली सबैजनालाई जोड्न सक्ने एउटा अभियान श्रम र श्रमदानको अभियान अहिले हामीले चलाइराखेको कुरा पनि जानकारी गराउन चाहन्छु। त्यो खालको व्यक्ति हो अर्को साथबाट चाहिँ खासमा धेरै आफ्नो बारेमा भन्न चाहन्न। र यहाँ अब सरहरू आउनु भएको छ, अब हाम्रो सुरेन्द्र सर लगायत उहाँहरूको इन्टरभ्यूहरू म सुनिरहन्छु है, कसले के बोल्दै हुनुहुन्छ, के बारेमा के छ भन्ने कुराहरू। ज्ञान सत्ता चाहिँ सबभन्दा ठुलो सत्ता जस्तो मलाई लाग्छ, जो चाहिँ सर्वोपरि र सर्वकालिक हुन्छ है। ज्ञानको सत्ता नै वास्तविक सत्ता हो। त्यो अहिले के भनेर अघि भर्खर भन्नुभयो हेडमास्टरलाई माननीयले मलाई किन चाहिँ लिनु आएन गेटमा भनेर धाकधम्की देखाएको, यी सारा कुराहरू वास्तवमा क्षणिक हो होइन। म 5 वर्षको लागि सांसद हो, तर हाम्रो डाक्टर विजय मिश्र यता हाम्रो सबै डाक्टर यहाँ 10-12 जना आउनु भएको छ, उहाँहरू सधैँको लागि गुरु हो। हाम्रो पद त क्षणिक हो होइन। हिजो अस्तिसम्म धरानको मेयर थिए 3.5 वर्ष, 5 वर्षसम्म भनेको 3.5 वर्षमा अब यता आएँ। त्यसले गर्दाखेरि ज्ञान सत्ता मात्रै स्थायी सत्ता पनि हो। त्यसले गर्दाखेरि ज्ञानलाई सबैले स्वीकार्नु पनि पर्छ र त्यो हाम्रो तपाईँको चाहिँ नि के अरे परम्परा पनि हो, संस्कृति पनि हो। त्यो अर्थमा तपाईँहरू हामीभन्दा महान हुनुहुन्छ है। हाम्रो गुरुहरू भएको नाताले गुरुलाई सधैँभरि सम्मान गर्छ श्रम संस्कृतिले। अब कहिलेकाहीँ अब त्यस्तै हो, फेसबुक चलाइराखिन्छ, के लेखिन्छ, त्यसलाई माइन्ड नगरिदिनु होला होइन। फेरि कस्तो भने राजनीति गर्ने मान्छे चाहिँ साह्रै सोझो भयो भने हेपेर खतम बनाउँदो रहेछ क्या होइन। झन् भन्नै परेछ नि त हामीले त होइन। शिष्ट सभ्य भइराख्यो भने त यहाँ चेपेर उता बाहिर कहाँ गेट उता बाँची कहाँ बाटो पुऱ्याइदिन्छ। त्यसले गर्दाखेरि त्यो मात्रै हो। तर ज्ञानलाई गुरुलाई सम्मान गर्ने संस्कृति श्रम संस्कृति रहेको कुरा जानकारी गराउन चाहन्छु। त्यही भएर हामी नियमित रूपमा नै यहाँहरूसँग होइन, राम्रो काम गर्दैछौँ भने राम्रो काम गर्दैछौ है भाइ हो भनेर भन्नु होला, नराम्रो काम गर्दैछन् भने यहाँ तिमीले नराम्रो काम गरिस् भनेर भन्नु होला। हामी त्यसलाई सच्याउने कोसिस गर्नेछौँ। यहाँहरू सबैजनालाई म यो जानकारी गराउन चाहन्छु। धेरै कुराहरू छन् त सबै कुरा राख्न पर्छ भन्ने मलाई लाग्दैन, समयले पनि टाढा काटिसकेको अवस्था जस्तो छ। अब यो अलिअलि हाँस पनि उठ्छ होइन, सबैले के भन्नुहुन्छ। फेरि सिरियस पनि छौँ हामी यो विषय। हर्कबाद भनेको चाहिँ के हो थुप्रैले भन्नुहुन्छ है। अनि म पनि फेरि कस्तो भने तर्क बहसमा चाहिँ कोहीसँग पनि नहार्ने टाइपको मान्छे के, जबरे टाइपको मान्छे। अनि हामी हाम्रो तरिकाले फेरि पेलिरहन्छौँ, उहाँहरूले उताबाट ठेलिरहनुहुन्छ। किन निकाल्नु पर्यो त्यो हाम्रै विचार चाहिँ भन्दाखेरि हाम्रो देशमा सबै कुरा आयातित भयो होइन, सबै कुरा आयातित भयो। राजनीतिक दर्शन पनि आयातितै भयो होइन। हुन त ज्ञानको कुनै सीमा हुँदैन भन्नुभयो, त्यो सही पनि हो, ज्ञानको सीमा त हुँदैन। सबै कुरा आयातित भइसकेपछि हामीले देशलाई माया गर्न छोड्यौँ। मेरो निष्कर्ष चाहिँ त्यहाँ सबै कुरा विदेशी मन पर्न थाल्यो। यहाँसम्म कि हाम्रो आफ्नो अनुहार मन पर्दैन हामीलाई होइन। हाम्रो अनुहार त कस्तो खालको अनुहार। यो हिंसा बोधमा चाहिँ नेपाल बाँचिरहेको मैले देखेँ होइन। राजनीतिक दर्शन विदेशकै पढ्नु पर्यो, सबै कुरा विदेशकै पढ्नु पर्यो, प्रविधि विदेशबाटै आएको, सबै कुरा विदेशबाटै आएको। अनि सबै कुरा शिक्षादेखि लिएर हरेक कुरा राजनीतिक दर्शन सारा कुरा चाहिँ विदेशबाट आइसकेपछि हामीले देशलाई माया गरेनौँ, हामीले हाम्रो माटो भुल्यौँ। मैले थुप्रै गीतहरू लेखेको छु, त्यसमा एउटा गीत छ, त्यो गीतको अन्तरामा छ, खेतबारी बाँझो राखी आकाशतिर हेर्दा डुब्न लाग्यो देश आज जिउने शैली फेर्दा, गफैको भरमा मिठो खाना राम्रो लाउन खोज्दा होस गर नेपाली हो देशै घुम्ने दिन आइस। हामीले कहाँ गल्ती गर्यौँ भन्दाखेरि माटोलाई फोहोर मैला भन्न थाल्यौँ। शिक्षा त्यो खालको हासिल गरियो। यो फेरि अहिलेको कुरा होइन, यो त 50 वर्ष 100 वर्ष भइसक्यो त्यो खालको शिक्षाले। माटो छुनु चाहिँ फोहोर हुनु हो,
है। त्यो माटो चाहिँ फोहोर हो, माटो छोयो भने केटाकेटीले ए नानी हात धोइहाल भन्नुपर्ने। त्यो भइसकेपछि के भयो त भन्दाखेरि हामी जति शिक्षित बन्दै गयौँ, हाम्रो पुस्ता जति शिक्षित बन्दै गयो, उति धेरै कलम भिड्ने, उति धेरै मोबाइल बोक्ने, तर खेतबारी बाँझै राख्ने, एउटा खोर्सानी पनि नफलाउने, एउटा गोलभेडा पनि नफलाउने, सब्जी पनि नफलाउने, होइन कि तपाईँको चाहिँ धान चामलको त धेरै परको कुरा। त्यसो भइसकेपछि हामीले खानेकुरामा पनि तपाईँको चाहिँ आत्मनिर्भरता गुमायौँ, जसको कारणले गर्दाखेरि आज हामी दुई छाक खानको लागि पनि विदेशीको घरमा गएर नोकर बस्नु परेको छ, विदेशीको सेनामा गएर भर्ती हुनु परेको छ। यो चाहिँ मेरो निष्कर्ष हो। त्यसो भएको कारणले गर्दाखेरि हाम्रै विचार, हाम्रो माटोसँग जोडिने विचार, हाम्रो ढुङ्गासँग जोडिने विचार, हाम्रो प्रकृतिसँग जोडिने विचार, हाम्रो भूगोलसँग जोडिने विचार, हाम्रो संस्कार र संस्कृतिसँग जोडिने विचार, हाम्रो आफ्नै मौलिक तपाईँको चाहिँ प्रविधिको विकास गर्ने विचार ल्याउनुपर्छ भनेर हामीले प्रकृति, संस्कृति र प्रविधिलाई जोडेर एउटा विचार अगाडि सार्यौँ। मेरो तर्क के छ भने, अघि हाम्रो विजय सरले भन्नुभयो, प्रकृति भनेको हाम्रो शरीर हो, संस्कृति भनेको हाम्रो सोचाइ हो, र प्रविधि भनेको हाम्रो जीवन चलाउनलाई उपाय हामीले जे अपनाउँछौँ त्यो हो। हामी यस्तो पुर्खाका सन्तान जुन पुर्खाले आजभन्दा 1500 वर्ष पहिला, 2000 वर्ष पहिला बिना कुनै उपकरण है, लेकदेखि बेसीसम्म तल खोलासम्म, खोलादेखि माथि लेकसम्म बारी बिराइदिनु भयो, खेत बनाइदिनु भयो। त्यति पौरखी पुर्खाको सन्तान आज हामीलाई होइन खाएको थाल पनि धुनु मन लाग्दैन, ए थाल धुइदिए त होइन, मुख पनि अरूले धुइदिए हुन्थ्यो भन्ने हिसाबले हामी अल्छी बन्यौँ। त्यसले गर्दाखेरि त्यो अल्छी तपाईँको समाजलाई फेरि पौरखी बनाउनुपर्छ भनेर हामीले श्रम र श्रमदानको गीतहरू गाउन थाले, अभियानहरू चलाउन थाल्यौँ। प्रविधि सिक्नका लागि अमेरिका र जर्मनी, चाइना जानु पर्दैन। हाम्रै पुर्खाले हजारौँ वर्ष पहिला ढिकी बनाउनु भयो, हलो बनाउनु भयो, जाँतो बनाउनु भयो, लिस्नो बनाउनु भयो है। ती सारा बनाउन सक्ने 2000 वर्ष पहिला त्यो तपाईँको चाहिँ सृजना गर्न सक्ने, आविष्कार गर्न सक्ने